वेलकम छ तपाईँलाई मेरो अनिस ब्लगमा। यो अनिस ब्लगमा सपोर्ट देखाइदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। र मेरो आज डे 4 हो। आज मौसम राम्रै छ। मलाई चाहिँ लास्टै भोक लागेर आज चाहिँ खाना खाँदैछु म अलिक छिट्टै। आज टाइम पनि छिटो मतलब 10 बजे नै खाँदैछु आज चाहिँ म। र सब्जीमा चाहिँ हाम्रो यता आलु पत्ता र मही छ। खाएर डुल्नु गएको थिएँ, डुलेर चाहिँ भर्खरै म घर आएको। पानी तरेर लास्टै परिदिइरहेको क्या। मौसम चाहिँ राम्रै छ, तर हाम्रो आँगन चाहिँ बिगारिदियो, अलिक हिलो भएको छ। अनि यता साइडमा चाहिँ हामीले बाख्रा पानी पऱ्यो भनेर भुलेको थियौँ र अहिले पानी पनि रोक्यो। घाँस खाइरहेको छ। मैले हिजो घाँस काटेको थिएँ र त्यही खाइरहेको छु। अब मौसम पनि धेरै राम्रै छ। अब दिउँसो घाम लाग्छ त्यो त थाहा भएको, तर म एक घन्टा त्यही गायब भएको थियो। यस्तो पानी परिदियो कि लास्टै गाह्रो बनाइदियो गाइज। र गाइज हामीले गाई चाहिँ हुलेकिन गाई चाहिँ अब पानीमा तिरिमिरी पानीमा के हुँदैन भने गाई यता बाछा छ, यता गाई छ। गाई चाहिँ हामीले हुलिनौँ किनभने यति अल्छी हुने अब गाई हुल्दै हाल्नु, त्यसैले हामीले चाहिँ गाई नहुलेको। अनि तपाईँहरूको के छ सब्सक्राइब चाहिँ गरिदिनु होला। ल बाई।